आजभोलि मौसम एकदमै परिवर्तन भइरहेको छ। कहिले पानी पर्छ, कहिले घाम आउँछ अनि कहिले एकदमै चिसो जाडो हुन्छ। यस्तो बेलामा कुखुराको हेरचाह कसरी गर्नेछ? मेरो कुखुरा त एकदम झोक्राएर बसिरहेको छ। के कुरामा ध्यान पुर्याउन सकिएन यसको बारेमा एउटा भिडियो बनाइदिनुस् न भनेर नेपाल अधिराज्यभरिबाट झन्डै 400 जना किसान साथीहरूले अनुरोध गर्नुभएको छ। उहाँहरूको अनुरोधलाई स्वीकार गरेर आज अहिलेको परिस्थिति अनुसारको अहिले जुन मौसमको एकदमै तलमाथि भइरहेको छ, यस्तो अवस्थामा ब्रोइलर कुखुराहरूको लागि कस्तो किसिमको हेरचाह गर्नुपर्छ, के कुरामा विशेष ध्यान दिनुपर्छ त भनेर भिडियो लिएर उपस्थित भइसकेका छौँ। छायाङ्कनमा सनिता घिमिरे अनि म रमेश पोखरेल। नमस्ते नेपाल टेलिभिजनमा तपाईँहरूलाई हार्दिक स्वागत गर्छौँ। साथीहरू, चिसो हावा पनि चलिरहेको छ, हावाहुरी चलिरहेको छ। कहिले पानी आइरहेको छ भने कहिले फेरि घाम लागिसकेको छ। कहिले एकदमै चिसो हुन्छ अनि कहिले एकदमै तातो हुन्छ। अहिलेको मौसम यो 2-4 दिन भयो यस्तो मौसम नेपाल अधिराज्यभरि नै चलिरहेको हामीलाई जानकारीमा आएको छ। यस्तो बेलामा सबैभन्दा पहिला तपाईँहरूले ध्यान दिनुपर्ने कुरा भनेको खोरलाई चाहिँ एकदमै ओभानो राख्नुपर्ने हुन्छ अथवा खोरलाई रेगुलर रूपमा बिहान बेलुकै चेक गर्नुपर्ने हुन्छ। पानी हाल्दिएको भाँडाको वरिपरि चिसो भएको छ कि, कुखुरा बस्ने ठाउँमा चिसो भइरहेको छ कि, अलिकति चिसो मौसम छ भने थोरै बाक्लो भुसको पनि प्रयोग गर्नुपर्ने हुन्छ। त्यसै गरेर तपाईँले खोरलाई हेर्दा अलिकति चिसो भइरहेको छ, ल्यास भइरहेको छ, अहिले भर्खर भुस हालिदियो 1-1.5 घन्टामै फेरि चिसो हुन्छ, यस्तो समस्या आइरहेको छ भने चाहिँ साथीहरू तपाईँहरूले 1 बोरा भुसमा 2 केजी पोल्ट्री चुना पाइन्छ। साथीहरू, भेटनरीमा पोल्ट्री चुना भनेरै पाइन्छ। 2 केजी पोल्ट्री चुना 1 बोरा भुससँग मिसाएर तपाईँले मोलेर त्यो चुनासहितको भुस छर्न सक्नुहुनेछ। र धेरै साथीहरूले योभन्दा अगाडि पनि कमेन्ट गर्नुभएको छ, झिङ्गाहरू भन्किरहेको छ खोरमा अथवा लामखुट्टेहरू बढी आइरहेको छ भनेर भन्नुभएको छ। यस्तो अवस्थामा पनि तपाईँको खोर चिसो भयो, लेसिलो भयो अनि त्यो ठाउँहरूमा चाहिँ ल्यास जस्तो भयो भने त्यहाँ झिङ्गाहरू आउने, लामखुट्टे आउने यो समस्याहरू हुन्छ। त्यसले गर्दा तपाईँले यो चुनाको प्रयोग गर्न सक्नुहुनेछ। साथीहरू, सँगसँगै गएर तपाईँले कुखुरालाई दिने पानीको मुहान जहाँबाट तपाईँले पानी ल्याउनु भएको छ, तपाईँले जमिन मुनिबाटै पानी ल्याउनु भएको छ, तपाईँसँग चापाकल छ, खिच्ने धाराहरू छ अथवा मोटरबाट जमिन मुनिबाट इनारको पानीहरू ल्याउनु भएको छ भने ठिकै छ। साथीहरू, तपाईँले कुनै मुहानको पानी प्रयोग गरिरहनु भएको छ भने मुहानमा चाहिँ भलहरू पसेको छ कि छैन, बाहिरबाट फोहोर पानीहरू आएर पसेको छ कि छैन अनि तपाईँको पानी अशुद्ध भएको छ कि छैन भन्ने कुरा तपाईँले विचार गर्नुपर्ने हुन्छ। र यो पानी सफा गर्ने जुन प्युरिफायर हुन्छ, वाटर प्युरिफायरको चाहिँ ब्रोइलर कुखुरालाई तपाईँलाई मैले जानकारी गराउन चाहे। सुरुको दिनदेखि बजार नजाँदासम्म नै पनि तपाईँले पानी सफा गर्ने पदार्थ वाटर प्युरिफायर चाहिँ हाल्नु नै पर्ने हुन्छ। साथीहरू, यो कुरामा पनि तपाईँले ध्यान दिनुपर्ने भयो। त्यसै गरी तपाईँले खोरको वरिपरि राम्रोसँग चेक गर्नुपर्ने हुन्छ। खोरको वरिपरि झाडीहरू हुनु भएन साथीहरू, जसले गर्दा झिङ्गा तथा लामखुट्टेले झन् बच्चा उत्पादनको लागि एकदमै सहज भूमिका खेल्ने गर्छ। सँगसँगै गएर खोरको वरिपरि खाडलहरू छ र अहिले यसरी पानी आइरहँदा पानी जमेको छ भने त्यस्तोमा अन्डाहरू पार्ने गर्दछ। लामखुट्टेले, झिङ्गाले अन्डाहरू पार्ने गर्दछ, जुन कारणले गर्दा तपाईँसँग भएका भन्दा पनि हजारौँ गुणा बढी लामखुट्टे र झिङ्गाहरू उत्पादन हुने गर्दछ। त्यो कारणले गर्दा खोरको वरिपरि तपाईँहरूले यस्ता खाल्टाखुल्टीहरू छन्, झाडीहरू छन् भने सफा गरिदिनु पर्यो र खाल्टाखुल्टीहरू पुरिदिनु पर्यो। साथीहरू, यदि गरिसकेपछि तपाईँले खोरको त्रिपालको पनि उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ। साथीहरू, जाडो भयो, पानी आइरहेको छ भन्दैमा ड्याम डुम पारेर सबैतिरबाट त्रिपालहरू बन्द गरिदिनु हुँदैन। यसरी तपाईँले 10 मिनट मात्रै पनि तपाईँले त्रिपाल बन्द गरिदिनु भयो भने कुखुराले दिशा गर्दाखेरि एउटा स्मेल आउने गर्दछ, गन्ध आउने गर्दछ। कुखुराको दिशामा आउने गन्ध, त्यो गन्ध भनेको एमोनिया ग्यासको गन्ध हो। साथीहरू, त्यो गन्ध कुखुराको खोरभित्र नै जम्मा हुन्छ अनि राग आउने गर्दछ। त्यो रागको उत्पन्न हुने गर्दछ। एमोनिया ग्यासले गर्दा भोलि तपाईँको कुखुरामा विभिन्न किसिमका रोगहरू, श्वास प्रश्वास सम्बन्धी रोगदेखि लिएर आएर विशेष गरेर कुखुरामा पानी जम्ने समस्या देख्न थाल्छ। त्यो कारणले गर्दा तपाईँले के गर्नुपर्ने हुन्छ, पानी आइरहेको छ, जुन साइडबाट बाछिटाहरू आइरहेको छ त्यो साइडको त्रिपालहरू बन्द गरिदिनु, जताबाट आएको छैन त्यो साइडको त्रिपालहरू खोलिदिनु। हावाहुरी चलिरहेको छ, जुन साइडबाट आएको छ त्यो साइडको त्रिपालहरू बन्द गरिदिनु, अन्तबाट अलिकति खोलिदिनुहोस्। भेन्टिलेसनहरू हावा पास
पास हुने, तलबाट आएको ग्यास चाहिँ निस्किएको ग्यास चाहिँ सर बाहिर पास हुने गरेर तपाईँले खोरको राम्रो भेन्टिलेसनको व्यवस्थापन गर्नुपर्ने हुन्छ। अथवा खोरभित्र तपाईँको अक्सिजनको राम्रो व्यवस्थापन हुनुपर्ने हुन्छ। तपाईँ खोरको बाहिरबाट खोरभित्र छिर्दाखेरि गन्ध आउने, एमोनिया ग्यासको राग आउने भइरहेको छ कि छैन भन्ने कुरा तपाईँले एकदमै विशेष गरेर ध्यान दिनुपर्ने हुन्छ साथीहरू। यदि राग आइरहेको छ भने तपाईँहरूले बुझ्नुपर्ने हुन्छ, ओहो मेरो खोरमा त अक्सिजनको पास राम्रोसँग भएनछ। तपाईँको खोर गनाउने बित्तिकै तपाईँले बुझ्नुपर्ने हुन्छ दुईवटा कारणहरू हुन्छ। एउटा कारण तपाईँको खोरमा राम्रोसँग अक्सिजन पास हुन नसकेको साथीहरू, अर्को कारण तपाईँको खोरभित्रको भुइँ चिसो भएको अथवा ल्यास भएको अथवा तपाईँको खोरमा भुस नपुगेको, त्यो कारणले गर्दा यो दुईटा कुराहरू तपाईँले फेरि एकदमै विचार पुर्याउनु पर्ने हुन्छ र कुखुराको खोरभित्र राम्रो अक्सिजनको पास गराउनु पर्ने हुन्छ। त्यसै गरेर साथीहरू, कहिले घाम लाग्ने, कहिले पानी आउने, कहिले एकदमै चिसो हुने ब्रोइलर कुखुराको लागि यस्तो मौसम चाहिँ एकदमै पचाउन गाह्रो हुन्छ अथवा यो अभिशाप जस्तै हो ब्रोइलर कुखुरा पालनको लागि चाहिँ। अहिले एकैछिन 2 घन्टा जति स्याहारेर पानी आइरहेको छ, त्यसपछि फेरि घाम लागेको छ, एकछिनपछि फेरि हल्का पानी आयो, अनि चिसो भयो, जाडो भयो, कुखुराहरू एक ठाउँमा थुप्रिँदा एक आपसमा थुप्रिँदाखेरि उनीहरूको शरीरबाटै उत्पन्न भएको जुन हिट हुन्छ त्यो हिटले उनीहरूलाई पसिना पैदा गर्छ, जुन पसिनाले गर्दा भोलि गएर तपाईँको कुखुराको मुटुको बाहिरी भागमा पेटमा पानी जम्ने समस्याको पनि उत्पन्न हुन सक्छ। यो कारणले गर्दा यो ब्रोइलर कुखुराको चाहिँ तपाईँले 24 घण्टामा बढीमा 5-6 डिग्री सेन्टिग्रेड भन्दा तलमाथि नहुने गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ। अब यो व्यवस्थापन कसरी गर्ने त भन्दाखेरि साथीहरू, खोल्दिने भनेर मजाले हावाहुरी आइरहेको छ, तपाईँले ड्याम डुम तिरपाल खोलिदिनु भयो भने त झन् यसै पनि हावाहुरीले विभिन्न किसिमका कीटाणुहरू लिएर आएको हुन्छन् र तपाईँको कुखुरा बिरामी हुन्छ नै। अघि नै मैले भनिसकेँ, जुन साइडबाट हावाहुरी आएको छ त्यो साइडबाट बन्द गर्नुपर्ने भयो। त्यसपछि गएर हावाहुरी रोकिने बित्तिकै तुरुन्तै तपाईँले फेरि त्रिपाललाई फेरि व्यवस्थापन गर्नुपर्ने भयो भनेदेखि चिसो बढिरहेको छ, कहिले तातो र कहिले चिसो भइरहेको छ भने साथीहरू, तपाईँले जस्तो ग्यास ब्रुडर भयो, इलेक्ट्रिक ब्रुडर भयो, बिजुलीका बल्बहरू भयो अथवा एलइडी बत्तीहरू अहिले आइरहेको छ, ती बत्तीहरू भयो, यी बत्तीहरूको व्यवस्थापन मिलाएर तपाईँले सकेसम्म खोरको टेम्परेचरलाई 4 डिग्रीदेखि 5 डिग्री भन्दा तलमाथि नहुने गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ भने अलिकति ठुलो कुखुराहरूको लागि 15 दिन कटिसकेको कुखुराहरूको लागि 15 दिनभन्दा सानो कुखुराहरूलाई त तपाईँले 1-2 डिग्री भन्दा तलमाथि पार्नै हुँदैन। भित्र बाहिर जस्तो सुकै भए पनि, गर्मी भए पनि, जाडो भए पनि, जस्तो सुकै भए पनि भित्रको तापक्रम भने एउटै नै बनाउनु पर्छ साथीहरू। अब त्यसको लागि बिजुलीका बल्बहरू सम्भव छ कि एलइडी लाइटहरू सम्भव छ कि तपाईँले ग्यास ब्रुडरको गर्नुहुन्छ कि भुसिया चुलो बाल्ने गर्नुभएको छ कि यो उपायहरू अपनाएर तपाईँले खोरभित्रको तापक्रम चाहिँ न्यानो राख्नुपर्ने हुन्छ अथवा एउटै स्थिर रूपमा तापक्रम राख्नुपर्ने हुन्छ। अब यो सबै भइसक्यो यस्तो मौसममा। यस्तो मौसम भइसकेपछि तपाईँले जतिसुकै सुरक्षित गरे पनि कुखुरालाई केही न केही असर गरेकै हुन्छ। हामीलाई पनि 1-2 दिन झरी पर्यो भनेदेखि साथीहरू हामीलाई पनि ज्वरो आउला जस्तो हुने, सन्चो नहोला जस्तो हुने भइरहेको हुन्छ मान्छेलाई पनि। भनेदेखि ब्रोइलर कुखुरा त एकदमै सेन्सिटिभ पशुपक्षी हो। यो कारणले गर्दाखेरि ब्रोइलर कुखुरालाई झन् विशेष ध्यान दिनुपर्ने हुन्छ। यस्तो अवस्थामा चाहिँ तपाईँले अब हिजो आज पानी पर्यो, एकदमै यो मौसम एकदमै उतार चढाव भयो भने भोलि बिहान जब घाम लाग्छ, घाम लाग्ने बित्तिकै तपाईँले यदि 15 दिनभन्दा ठुला तपाईँका सल्लाहहरू छन् अथवा ठुला कुखुराहरू छन् भने 7 लिटर पानीमा 1 ट्याब्लेट प्यारासिटामल मिसाएर दिनुपर्ने भयो। सिटामल ट्याब्लेट जुन हामीले ज्वरो आउँदा प्रयोग गर्ने गर्छौँ, तपाईँको घर छेउकै किराना पसलहरूमा पनि पाइन सक्छ अथवा मेडिकलहरूमा पनि पाइन सक्छ। प्यारासिटामल 7 लिटर पानीमा 1 ट्याब्लेट 15 दिनभन्दा माथिका कुखुराहरूको लागि भने 15 दिनभन्दा साना कुखुराहरू छन्, 4 दिन 5 दिनका अथवा 6-7 दिनका कुखुराहरू छन्, 10-12 दिनका कुखुराहरू छन् भने तपाईँले 10 लिटर पानीमा 1 ट्याब्लेट प्यारासिटामल घोलेर मजाले घोलेर 1 टाइम साथीहरू लगातार दिनु पर्दैन। 1 टाइमको पानीमा 5 देखि 6 घण्टा सिटामल हालेको पानी तपाईँले राख्न सक्नुहुनेछ। अब यो पानी तपाईँले मौसम खुलेको जस्तो आज र भोलि पानी पर्यो भने तपाईँले पर्सिको दिनमा अथवा हिजो र आज पानी परेको छ भने भोलिको दिनमा तपाईँले अथवा 1 दिन मात्रै पानी परेको छ भने पनि भोलिपल्ट दिँदा हुन्छ। प्यारासिटामलले कुनै पनि हानि गर्दैन साथीहरू, यो कुरामा ढुक्क हुनुहोला। यी कुराहरू सबै अहिले माथि भनेका समग्रमा 8-10 वटा कुराहरूमा एकदमै ध्यान दिनुभयो भने यस्तो मौसमबाट चाहिँ तपाईँ ब्रोइलर कुखुरा
कुरालाई रोग लाग्नबाट बचाउन सक्नुहुनेछ। तपाईसँग पनि अन्य कुनै समस्या छन् भने हामीलाई कमेन्ट गर्नुहोला। तपाईको कमेन्टको आधारमा हामी कमेन्टबाटै अथवा भिडियो बनाएर भने पनि तपाईको समस्याको समाधान गर्ने कोसिस गर्नेछौँ। आजको लागि भने यो भिडियोबाट छायाङ्कनमा सनिता घिमिरे अनि म रमेश पोखरेललाई पनि बिदा दिनुहोस्। हाम्रो च्यानललाई सब्स्क्राइब गर्न अनि हाम्रो भिडियोलाई लाइक र सेयर कमेन्ट गर्न भने नबिर्सिनुहोला। साथीहरू, यो भिडियोमा तपाईँ आफ्नो व्यवसाय कहाँबाट गर्दै हुनुहुन्छ ठाउँको नाम कमेन्ट गर्न भने नबिर्सिनुहोला। हस्त नमस्कार।